बोनस, राइट्स र क्यास डिभिडेन्ड पछि बजार किन कहिले माथि कहिले तल जान्छ? बोनस सेयर दिँदा कम्पनीको कुल सेयर सङ्ख्या बढ्छ र बजारमा यसको मूल्य स्वतः समायोजन वा एडजस्ट हुन्छ। उदाहरणका लागि, यदि तपाईलाई 100% राइट सेयर दियो भने तपाईसँग 1 लाख किता थियो भने अब 2 लाख किता हुन्छ, तर मूल्य 500 बाट घटेर 250 को हाराहारीमा पुग्छ। राइट सेयर भनेको पुराना लगानीकर्तालाई छुटमा नयाँ सेयर किन्न दिने प्रक्रिया हो। यसले बजारमा सेयरको आपूर्ति बढाउने हुनाले मूल्य एडजस्ट हुन्छ। तर यदि कम्पनीले मुनाफाभन्दा बढी डिभिडेन्ड दिन्छ भने अतिरिक्त भाग रिजर्भबाट आउँछ र त्यसअनुसार मूल्यमा थप समायोजन गरिन्छ। नेपालमा बोनस र राइट्स आएपछि धेरैले किन्ने गर्छन्, तर क्यास डिभिडेन्ड पछि बेच्ने प्रवृत्ति देखिन्छ, जुन विदेशको तुलनामा बिल्कुलै फरक छ। नेपालमा लगानीकर्ताको मनोविज्ञान अझै पनि वास्तविक मूल्यभन्दा हाइपमा बढी आधारित देखिन्छ। यहाँ क्यास भन्दा बोनस र राइट्सलाई बढी प्राथमिकता दिइन्छ। अन्त्यमा बोनस, राइट्स र क्यास तीनैमा टेक्निकल एडजस्टमेन्ट त हुन्छ, तर बजारको प्रतिक्रिया भने देश र लगानीकर्ताको सोच अनुसार फरक हुन सक्छ।